हेलो गाइस, आज हामी फेरि गेम आइसकेका छौँ र आज हामी गाडीवाला गेम खेल्नेछौँ है त। ल स्टार्ट भइसकेको छ हाम्रो गाडीवाला गेम र यी जिगज्याग हान्दै गइरहेको छौँ हामी। लेफ्ट साइड राइट साइड लेफ्ट साइड गर्दै साइड। यो पेट्रोल ट्याङ्की पेट्रोल हो है, पेट्रोल हाल्नुपर्छ ट्याक्क खुवाउनेलाई ट्याक्क। ल जिगज्याग गर्दै गइराख्ने। हेर्नुहोस् जिगज्याग। ओ माई गड, ठोक्किसकेको छ है यहाँ चाहिँ ठोक्किसकेको छ। अब चाहिँ ठोक्क्याउनु है, हामी मजाले जानुपर्छ, सरर 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 जानुपर्छ हामी नठोक्क्याइकन। जिगज्याग गर्दै कतै पनि नठोक्क्याएर जानुपर्छ है त साथीहरू। ल हेर्नुहोस् लेफ्ट साइड पेट्रोल खुवाउनुपर्छ हामीले। यो पेट्रोल ट्याङ्क। वाउ, हामी अगाडि जाँदै गर्दाखेरि झन् स्पिड बढ्दै जान्छ है हाम्रो चाहिँ। हेर्नुहोस् अब स्पिड अझै बढ्दै गइरहेको छ स्पिड। यो पेट्रोल चाहिँ लिनुपर्छ है हामीले, नत्र पेट्रोल हालिन भने गाडी चल्दैन, गाडी रोकिन्छ। त्यस कारणले गर्दाखेरि पेट्रोल पर्ने हुन्छ। हेर्नुहोस् हाम्रो पेट्रोल र्याङ्क पनि देखाइरहेको छ त्यहाँ। ऊ पेट्रोल भ्याउन लागेको थियो, फेरि पेट्रोल लिइसकेको छौँ, हालिसकेको छौँ गाडीमा र फेरि अझै स्पिड बढिरहेको छ हाम्रो। हेर्नुहोस् झन् स्पिड पनि बढिरहेको छ। अगाडि जाँदै गर्दाखेरि स्पिड नै बढ्दै जान्छ है। हेर्नुहोस् है स्पिड झन् स्पिड बढिरहेछ है। पेट्रोल लिनुपर्छ हामीले। यो पेट्रोल लिइसकेका छौँ, फुल भइसकेको छ ट्याङ्क। फेरि हाम्रो पेट्रोल ट्याङ्क फुल भइसकेको छ र हामी अगाडि बढिरहेका छौँ र स्पिड पनि झन् बढिरहेको छ। पेट्रोल फेरि पनि लिइसकेको छौँ हामीले। हेर्नुहोस् है पेट्रोल लिइसकेको छौँ र स्पिड झन् बढिरहेको छ। हामी अगाडि बढिरहेका छौँ। पेट्रोल पनि फेरि लियौँ हामी, फेरि सकिन लाग्थ्यो, फेरि लिइसक्यौँ र स्पिड एकदमै बढिरहेको छ। एक्सिडेन्ट हुनसक्छ है यहाँ, एक्सिडेन्ट हुनसक्छ यहाँ। ल वाटर रोड, ब्ल्याक रोड पनि छ है, डबल रोड आइरहेछ हाम्रो यतै। फेरि अर्को डबल रोड। के रोड हो यस्तो, खतरै रोड छ त साथी हो। हेर्नुहोस् डबल रोड, स्पिड एकदमै बढिसकेको छ। हामी एकदम स्पिडमा गइरहेको छौँ। हेर्नुहोस्, हेर्न सक्नुहुन्छ हजुरहरूले, देख्न सक्नुहुन्छ स्पिड एकदमै बढिसकेको छ। हेर्नुहोस् ल स्वाट जिगज्याग हानिराख्नुपर्छ हामीले यहाँ, स्वाइँ नत्र ठोकिन सक्छ, एक्सिडेन्ट हुनसक्छ है यहाँ। ओ देखो यसरी कसरी, हेर्नुहोस् त कसरी कटाइरहेको छु मैले। एक्सिडेन्ट हुनसक्छ यहाँ, नत्र भने फेरि एक्सिडेन्ट हुनसक्छ। ओ माई गड, कति स्पिड हेर्नुहोस् त, स्पिड कति स्पिड, हामी कति स्पिडमा गइरहेको छौँ। अब एक्सिडेन्ट हुनसक्छ है अब एकछिनपछि। यदि यसरी नै स्पिड बढ्दै गयो भने हाम्रो एक्सिडेन्ट पक्कै पनि हुन्छ। त्यही भएर यसरी स्पिडमा गाडी चाहिँ चलाउनु हुन्न। हेर्नुहोस् पेट्रोल फेरि हाम्रो तेल भ्याउन लागेको थियो, फेरि लिइसकेका छौँ तेल हामीले। एकदम स्पिड भइसकेको छ हाम्रो, एक्सिडेन्ट हुनसक्छ है। ल यसरी स्पिडमा चलाउनु हुन्न हाम्रो है, हामीले चाहिँ स्पिड कन्ट्रोल गर्नुपर्छ। ल हेर्नुहोस् त एक्सिडेन्ट